सुशीला कार्कीले देश चलाउन सक्नुहुन्छ त? बसेर पिसा फेरेर उठ्न सक्दिनन्, के को देश चलाउनु? अनि आन्दोलन गर्ने भन्दै हुनुहुन्छ, तपाईले गर्न लाग्नु भएको आन्दोलन कस्तो खालको हुन्छ त? यो आन्दोलन कस्तो हुन्छ भन्दाखेरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामी बन्द नै गर्छौं, यातायात बन्द नै गर्छौं, व्यापार व्यवसाय बन्द नै हुन्छ। अब म अर्को कुरा भन्छु। पहिले मेरो कुरा सुन्नुस् अनि तपाई अर्को कुरा भन्नुस्। तपाईलाई त सबैले पागल भन्छन् नि, के यो कुरा तपाई मान्नुहुन्छ? त्यो कुरा म मान्छु। सुरुमा त ठुलठुला नेतालाई लगेर तपाई मार्सी चामलकै भात खुवाउनुहुन्थ्यो। मैले मेरो पाहुनालाई मिठो मसिनो जस्तो दुःख सुख जे खुवाउनु थियो मैले खुवाएँ। त्यो पनि चरेसकै थालमा खुवाउनु भएछ। के तपाईको घरमा चाहिँ केराका पातमा खुवाउँछन् भात? मेरो खराब पानी छ, मेरो खराब पानी। नढाटी भन्नु पर्दा चाहिँ म चाहिँ तपाईको ठुलो फ्यान हो है दुर्गाजी। म पनि सोचिरहेको छु अब तपाई जस्तै अभियन्ता भएर म पनि राजनीतिमा प्रवेश गर्ने विचारमा छु। कंग्रेचुलेसन, बधाई छ, तपाई महान मान्छे। म पो तपाईको फ्यान हो, तपाई मलाई मन पर्छ। सबैलाई त मन पर्दैन, अरूले त तपाईलाई फटा डन हो भन्छन् नि। मेडिकल सेक्टरमा दुर्गा प्रसाद डन हो। तपाई त डनै हुनुहुँदो रहेछ। अनि म चाहिँ तपाईलाई कस्तो लाग्छ नि? मलाई ठीक लाग्दैन। तपाई त सबैलाई त्यसै भन्नुहुन्छ। अनि केपी शर्मा ओली चाहिँ तपाईलाई कस्तो लाग्छ नि? लाटो त्यसको गाँडो तन्नेरी भने जस्तै हो भाइ। तपाई त सबैलाई त्यस्तै भन्नुहुन्छ। ठिकै छ, ल एकचोटी पारामा हाँस्दिनुस् त। अहिले त यतिको हटिलो चम्किलो हुनुहुन्छ, उमेरमा त धेरै केटीहरूसँग लभ गर्नुभयो होला तपाईले। केटीहरूले लभ गरेको थिए, मैले लभ गरेको थिएँ। जलवा है हमारा। कतै राजाको नाम लिएर राजाको नाम बेचेर चुनावमा उठे भने जित्छु कि जस्तो लागेर राजाको नाम त बेच्नु भएको होइन। छोराछोरीको कसम म बेच्दिनँ। के को बेच्नु हो? मलाई संसारले चिन्छ। म नेपालको जुनै ठाउँबाट उठे भने पनि जित्छु। के को यत्रो राजालाई बेच्नुपर्छ मैले? भविष्यमा तपाईँ प्रधानमन्त्री नै हुनुभयो भने के तपाईँ साँच्चीकै देश चलाउन योग्य हुनुहुन्छ? देश चलाउन सक्नुहुन्छ? म नेपालको औँला नचाएर चलाइदिन्छु। नेपाल त अम्लामा नचाएर चलाइदिन्छु भन्दाखेरि तपाईलाई पर्साई बौलायो भन्दैनन्? केही कांग्रेस भनाउँदाहरू, केही एमाले भनाउँदाहरू, केही माओवादी भनाउँदाहरू हाँस्दै थिए, हे दुर्गा प्रसाई त बौलायो भनेर। दुर्गा प्रसाई बौलायो, पसिना बाहुन थालेछ। बौलाएन भन्नु पनि कसरी? तपाईलाई आमसभा गर्नुहुन्छ, 50 जना मान्छे पनि हुँदैन तपाईको आमसभामा। साँच्चै भन्नु भने म कहीँ यसो पिसा फेर्न निस्के भने पनि नि प्रचण्डहरूको आमसभा जति मान्छे भेला हुन्छन् अहिले, होइन होला? कुरो बुझ्नु हो कि? बुझेँ प्रसाईजी, बुझेँ, छर्लङ्ग बुझेँ मैले। केपी ओलीलाई नाना थरी भन्दै हुनुहुन्छ, प्रमाण छ तपाईसँग? प्रमाण उसको प्रमाण हुँदैन कहिल्यै भाइ। राजा नै आएनन् भने तपाईँ प्रधानमन्त्री हुन्छु जस्तो लाग्छ तपाईलाई? अनि राजा पर्खेर बस्छ दुर्गा प्रसाईले। यस्तै हावा कुरो गर्नुहुन्छ तपाईँ। तपाईलाई गिरफ्तार गरे भने तपाईँ के गर्नुहुन्छ? तपाईँले एउटा कुरो के भन्दैन, अरूलाई चलाए जस्तो होइन दुर्गा प्रसाईलाई चलाउन। गृहमन्त्रीको जति अधिकार छ भने त्योभन्दा बढी अधिकार मिलेछ। सालको 50 करोड ट्याक्स दिन्छु यो देशलाई। के कुरा गर्नुहुन्छ? गृहमन्त्रीले कति ट्याक्स दिन्छन् देखाउनु त। बात त सही है। फेरि हावा कुरो बोल्न थाल्नुभयो। अस्ति भर्खर तपाईलाई लगेर थुनेको होइन? चोरले चोर है, चोरेर लगेर विदेशमा लगानी गरौँ भनेर देखाइदिँदाखेरि मलाई पक्रेर लगेर थुने। चोरलाई पक्रिनुको सत्तो लुटे हो यिनीहरूले त। राजा ज्ञानेन्द्र मेरो सम्पत्तिमा मेरो छोराले राज नगरे नि, बाली घरे साइलाको छोराले आएर त राज गर्न पाउँदैन नि त। तपाईँ अरूले चोरो मात्रै भन्नुहुन्छ, नेपाल पुलिसले त तपाईलाई नै लगेर थुने। फेरि नेपालको पुलिसको त भरोसा छैन। मेरो केटाहरूले के भन्छ भने होइन भाइ, यो पनि सुरक्षाकर्मी हो, पुलिस भनेको चोर भन्छ होइन भाइ? हो सर, त्यो चोर भन्छ। दुर्गाजी, ऋषि धमाला र प्रकाश सुवेदीमा को मन पर्छ तपाईलाई? यो दुइटै मन पर्दैन, दुइटै गनाउने मुखेरी के कुरा गर्न। अरू कुरा यस्तै हो प्रसाईजी। शीर्ष नेताहरूलाई के भन्न चाहनुहुन्छ? सक्छौ दम छ भने केपी, प्रचण्ड, शेरबहादुर, माधव कुमार नेपाल छ नि त गनाउने ठुस्स परेको मुख। पहिले त अब के भन्नु, त्यो रातभरि चोर्न हिँडे जस्तो अनुहार नि, त्यो रातभरि चोर्न हिँडेर नपाए जस्तो बिहान
बिग्रेको अनिदो अनुहार त्यो एउटा बाहुन छ क्या यो बाबुराम भन्ने डक्टरले गरेको बाहुन नि क्यार 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 गरेर चाहिँ कानका जरा फुट्ने गरिदिनु पर्ने क्या